वेलकम टु माई च्यानल। फेरि आजदेखि भ्लग सुरु भयो है। भ्लग सुरु भयो। भ्लग 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 यो चाहिँ तोते ताङता। आजदेखि फेरि नयाँ फेरि कन्टिन्यू। यता दुई भाइ ओ लाउडे यता लाउडे उतापट्टि चाहिँ हाम्रो आर्नोल। भेटघाट छोटो मिठो भेटघाट। नमस्कार हजुर। नराम्रो हुन्छ म तँलाई भन्दैछु। म तै के हो त म त पर्ला पर्ला जस्तो अवस्था। खास जग्गामा चाहिँ छिडिङ यहाँ अब। केटा यता फर्किदेऊ न हौ एकखेप मेरो ब्लगमा यसो नयाँ नयाँ थोप्राहरू देखाइदिउँ। एकछिन त यहाँको ठिक छ पक्राइ। यो चाहिँ उहिले 1914 चाहिँ फ्लड गएर चाहिँ यस्तो भएको। अहिले चाहिँ तर खोला चाहिँ उपर भित्र मात्रै छ अलिकति। यता चाहिँ हाम्रो के भन्नु अब तोते ताङताको अलिक प्रख्यात भिडियोग्राफर हिरोहरू सपोर्ट गरिदिनु पर्यो हाम्रो च्यानललाई है। फुल सपोर्ट। ग्रेट वल अफ चाइना। ग्रेट वल अफ चाइना चाहिँ यही हो। यो चाहिँ उहिले वारमा यहाँको गेट भत्काइदिएर चाहिँ अहिले यो लगाएको छ टिनको। यो त्यति बेला त्यो गान्धी बाजेले चाहिँ इस्कुस रोपेर इस्कुस खेती गर्थ्यो अरे कि त्यो टाइमकै हो। अहिले चाहिँ तर अर्को मान्छेले कोही यता तोते ताङताकै कोही एकजना मान्छेले गर्छ भन्दै थियो। पहिला चाहिँ यो गान्धी बाजेले नै हो गरेको भन्थ्यो। कहानी चाहिँ त्यस्तै छ। अब हामीलाई चाहिँ थाहा भएन। स्विमिङ पुल आर्नो कल खोला न पौडी खेलेर जाउँ। ए यो स्विमिङ पुलमा पौडी खेल्दा चलाउने टायर चाहिँ यही हो है। कन्टेन्ट भेट्यो हाम्रो दाजुले। अमिलो तितो पिरो कस्तो छ कन्टेन्ट। फेरि हाम्रो ट्रेनर हामीलाई भिडियो गर्नु सिकाउने हाम्रो मास्टर चाहिँ यता हो। यो चाहिँ तपाईँको पाइन ट्री भन्छ यसलाई। यो चाहिँ तपाईँहरूले लाभातिर मात्रै देख्नु भएको होला। तर यो तोते ताङतामा पनि प्रशस्त नै छ। प्रशस्त मात्रामा नै पाइन्छ। ल गाइस गेटमा ताला भएको कारण हामी चाहिँ यता अब चाइनाले देख्यो भने त बोम पड्काउँछ अब छिटो छिटो। दबाई खोला आइपुग्न आँटेको हामी चाहिँ। रन 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 गो फार अवे। कस्तो छ अन्त ठिकै छ तपाईँलाई हिँडाइमा डुलाइमा? थपी थप्छु एउटा स्कुटी हाल्न माथि। हामी जानुपर्ने त उता होइन हो उकालो। जिन्दगी त खेलाउनै भयो
जुनी खेल्छ मेरो मनसँग। आहा त्यहाँ पर त के हुँदैछ हौ? बाख्राखोर धारामा उम्रेको सिमरायो सिमरायो। हौ माथि चाहिँ झोर्लङ्गे पुल छ कि हामी त्यहाँ जाँदै गरेको। यता दाजुकोमा दुईटा गाडी दुईटा बाइक 5वटा त स्कुटी नै छ। बुढी त कस्तो खालको दुईटा भनेको? बुढी त एउटै मात्रै हो नि, बुढी त कसको दुईजना हुन्छ? एउटै हो। यता दाजुकोमा दुईटा हेलिकप्टर त होइन 10वटा हेलिकप्टर त हिजो अस्ति मात्रै बेच्यो। 4टा थार किन्यो त्यसपछि। तर पनि केटाहरूले गाडी चाहिँ साथमा लिएर हिँड्नु चाहिँ मान्दैन हौ। बाटो यस्तो छ अन्त एक्सर्साइजको लागि एक्सर्साइज नै उनीहरूले चाहिँ अब हेर्नुमै अलिक बल गर्छन् क्या। ला हिजो दिउँसो पड्केको बम त यो ब्रिजमा पो हिर्काएको क्या हो? होइन छ नि ऊ ब्रिज देख्दैछ, देखिरहेको छ यहीँबाट। 19 फाउन्टेनमा गान्धी बाजेले नै बनाइराखेको थियो चाहिँ। सबै कुराको फेसिलिटी छ तोदेताङतामा कि एउटै मात्रै घिनलाग्दो त्यही हो यो रोड। ठुक्का साला कहीँको रोड त ठिक छैन। जादु मेरो गाउँको रोड भइजा भन्दा हुने भए त नि। लाइफको यही त हो मजा, अरू के छ त होइन? एक दिन हाँस्नुपर्छ, एक दिन रुनुपर्छ। जिन्दगीमा सब कुरा गर्नु, नराम्रो काम नगर्नु, नराम्रो कुरा नखानु, जिउनु सिक्नु अन्त क्या। हाम्रो